नमस्ते गुड मर्निङ सबैजनालाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ म घुम्नको लागि जाँदैछु, रेडी हुँदैछु घरबाट घोलाटी चोकबाट। म चाहिँ अब घुम्नको लागि रेडी हुँदैछु। मेरो केटाहरू चाहिँ उता चोकमा बसिरहेको छ। अब म पनि जाँदैछु। ल खर्च पनि आइसकेको छ मलाई। हेलो, अहिले चाहिँ हामी चाहिँ यो नलिङ चोकको यो प्लानिङमा आइसकेका छु। नलिङ चोकमा चाहिँ केटाहरू चाहिँ टिकटक बनाउने भनेर चाहिँ यतातिर टिकटकको लागि चाहिँ हामी एकदम भिडियो रेडी गर्दैछ। यहाँ केटाहरू चाहिँ हाम्रो यहाँ धनबहादुर भाइ, श्यामलाल भाइ, हाम्रो यहाँ सुशील मोक्तान सानो भाइ पनि छ। हामी चाहिँ अब यहाँ घुमेर चाहिँ अब हामी यता सकेर चाहिँ हामी यता साँगा जाने पनि योजना बनाएको छ। साँगा गएर हामी धुलिखेल डाँडा हुँदै हामी फर्किने हो। यहाँ चाहिँ एकदम टिकटक बनाउनु लागि एकदम राम्रो ठाउँ छ। आउनु सक्नुहुन्छ सबैजना तपाईँहरू पनि होइन। घुम्न लागि आउने ठाउँ हो होइन। यसो कहिलेकाहीँ समय मिलाएर फुर्सद बेलामा आउनु त हो नि घुम्न भनेकै। सधैँ त आउनु सकिँदैन, भ्याउँदैन। कहिलेकाहीँ यसो केटाहरूसँग चाहिँ यसो घुम्न आउने हो। ठिक छ, राम्रो छ। हावा पनि एकदम राम्रो फ्रेस हावा छ। हामी त हेलिकप्टर उडिरहेको छ माथि आकाशतिर पनि। र यस्तै हो। हाम्रो यहाँ श्यामलाल चाहिँ यहाँ एकदम टिकटक एकदम किरा हो। उहाँ चाहिँ भाइरल, अहिलेको टिकटकको भाइरल नम्बर 1मा पर्छ, ट्रेन्डिङमा पर्छ उसको टिकटक सबै भिडियोहरू चाहिँ। अहिले हाम्रो श्यामलाल चाहिँ यहाँ कपाल काट्ने ठाउँमा चाहिँ के भन्छ रे? के भन्छ रे? काब्रेली कट काट्नु छ भने सैलुङमा गएर भन्नुपर्छ अरे। ठ्याक्कै सैलुङमा गएर भन्दाखेरि ठ्याक्कै सैलुङ काब्रेली कट भनेर काटिदिन्छ अरे होइन। सैलुङमा गएपछि काब्रेली कट भनेर ठ्याक्कै काटिदिन्छ होइन। ल हामी चाहिँ यतिखेर त्यो नलिङ चोक घुमेर पनि हामी यता नलिङ चोक हुँदै यता भित्रको त्यो साँगाको फन पार्क गएर हुँदै हामी साँगाको मन्दिर हिँड्यौँ। खासमा चाहिँ त्यो साँगाको मन्दिरमा चाहिँ हामीले मैले भिडियो चाहिँ बनाएको तर अलि राम्रो क्वालिटीको भिडियोहरू बनाएको कि त्यही भएर चाहिँ हामी अब एकैचोटि जान्छ। हामी खास साँगा नै घुम्ने भनेको घुम्न चाहिँ घुम्यौँ तर भिडियो चाहिँ बनाएन क्या, यादै भनेको मैले भिडियो चाहिँ बनाइरहेको थिएँ। बनाउनु चाहिँ बिजी छ तर के भयो म चाहिँ अहिले चाहिँ ट्याक्कै हामी यो धुलिखेलको 1000 सिँढी चढेर चाहिँ माथि डाँडामा ठाडे ढुङ्गामा आइसकेका छु। यही हो ठाडे ढुङ्गा भने चाहिँ, यही हो एकदम भाइरल ढुङ्गा भने यही हो। अब यहाँ बाइक तल पार्किङ गरिसकेको छ। जाने हो, घुम्ने हो, एकछिन रमाइलो गर्ने हो। शनिबारको दिनभर यसो आएको हो। यहाँ चुच्चे ढुङ्गा रहेछ, ठाड ढुङ्गा, चुच्चे ढुङ्गा पिकनिक स्पोट। यहाँ घोडा पनि छ है। यहाँ 200 रुपियाँ घोडा चढ्नेको चाहिँ। अब अन्त के गर्नु त, यसो घुम्ने खाएको चाहिँ। अनि घर जानुपर्छ आज फेरि माथि गाउँ जानुपर्छ। म चाहिँ केटाहरू चाहिँ काठमाडौँ जान्छ, म चाहिँ गाउँ जानुपर्छ। त्यही भएर अनि टिकट जिम किन्नु रहेछ है। टक्क बच्चाहरूलाई टक्क खोलिन्छ। ढुङ्गा चाहिँ भइहाल्यो हाम्रो होइन। चुच्चो ढुङ्गा भने यही हो। ढुङ्गा पनि चुच्चे छ। यहाँबाट राम्रो भ्यू देख्छ। पारीको गाउँहरू नाम चाहिँ थाहा छैन, त्यो भ्यू चाहिँ एकदम राम्रो देखाएको छ है। ठाउँहरू चाहिँ बस्ने ठाउँ पनि रहेछ। छाता चाहिँ ओरिजिनल छाता बनाएर चाहिँ आमा यहाँ टक्क बस्ने, अनि भिडियो सिडियो बनाउने, टक्क यहाँ सुत्ने, आनन्दले बस्ने है। ठिक छ। पहिला चाहिँ टिकट काट्दैन थियो, अहिले चाहिँ टिकट सिस्टम पनि रहेछ यहाँ चाहिँ। ल ए उतापट्टि चाहिँ अर्कै हो क्या अरे, फेरि त्यहाँ पनि टिकट सिस्टमै हो क्या अरे। त्यहाँ जानुपर्ने हो। दाइ यताबाट बाटो चाहिँ कता छ? त्यो पनि टिकट सिस्टमै हो। त्यहाँको छुट्टी टिकट हो। कति हो यसको पिङको चाहिँ? पिङलाई भने पिङ टिकट पिङ खेलेको टिकट चाहिँ ल यति एकदम बुढो रङमा कजाङ कजाङ एकछिन छाता हिँड भा सोफा सिट पिङ 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 हो त्यो चाहिँ। पिङको छुट्टै चार्ज लाग्छ अरे। हाम्रो चाहिँ दाइहरू छ, हाम्रो केटाहरू चाहिँ यहाँ टक्क यहाँ पिङला मान्छे नामा पिङला भाइ सुजी पिङला लाङबा क्लाङमा होइन श्यामलाल
पिङ लाउनु है ओ थाहा ढुङ्गा म चाहिँ यहाँ पिङ खेल्छ चाहिँ यहाँ साथीहरूसँग चाहिँ है गाइजहरू ल भाडा दिदी ठेला लगाएको छ बोले मान्छे मर्छ अहिले ख्याल छम्लोङमा खाऊ जिबे हाम्रो चाहिँ के गनायो भैँसी उलादी गनायो दादाजी हाम्रो बहिनीहरू पिङ खेलाउन आइरहेको छ ल होई साइली होई माइली गाला जाति मनामा दानी Sarin khang ji dong dong